छेउछेउबाट जाऊ न। तिमीलाई पनि कोदाको ढेँडो एकैचोटि खाइदे। हेलो एभ्रिवान, वेलकम टु माई ब्लग। सो आज चाहिँ म धेरै पछि ब्लग बनाउनु गइरहेको छु र म चाहिँ कहाँ जाँदैछु भने पक्कै पनि तपाईँहरूलाई खुलदुल भइरहेको होला। सो आज चाहिँ हामी मानेदोबान जाँदैछौँ र सँगै दाइको साथीहरू पनि भेट भयो र सँगै बाटो त ठुलो छ यार। ब्याङ्कले लिन्छ लिँदैन लिन्छ। दाइहरू सबैजनासँग भेट भएर घ्याम्पे डाँडा पुगिसक्यौँ र सो घ्याम्पे डाँडा पुगेर दाइहरूसँग गफसफ गर्दै टिटा मिठा हँसाउनु भयो। दाइहरूले नयाँ नयाँ पुरानो कुराहरू सुनेर एकदम मजा आयो। सो हामी चाहिँ एकदम रमाइलो गर्दै गयौँ र तपाईँहरू पनि जान सक्नुहुन्छ, किनकि मात्र काठमाडौँदेखि 1 घन्टाको यात्रा गरेर त्यही भनेको सिधै एक हप्तामा डक्टरले सुकाएन रे। तिमीलाई पनि कोदाको ढेँडो एकैचोटि खाइदे। माछा पनि कति खाइदियो बाफ। माछामा पनि उ त घुर्की लाएर यति माछा लिएर आएछ माछाले हान्दिनँ बाजुमा मलाई पुगिहाल्छ यत्र मुजीहरू भनेर। पछिको बढाएछ नि त। माछाले एक बाटी लिएर आएछ। त्यत्रो माछा के खान्छ होला भन्नु थाहा त है। सब माछा माछाको झोल र ढेँडो त खत्रै हुन्छ नि त। माछा फ्राई गरेको फ्राई मात्र। ढेँडो चाहिँ केसँग खायो त? कुखुरा लोकल कुखुरा कुखुरा झोल। यत्रो 1 किलोको भालेले 3500 ठग्यो। भाडा चाहिँ लास्टै रफ रहेछ क्या। अस्ति पनि यस्तै थियो हामी आउँदाखेरि यस्तै लगभग भक्तपुरदेखि हामी 1 घन्टाको यात्रामा पुग्यौँ र सो पुग्नु बित्तिकै हामी माछा पालेको ठाउँतिर गएर माछाहरू हेऱ्यौँ पनि, माछाहरू मार्यौँ पनि। सो भिडियोहरू पनि बनायौँ, दाजुहरूसँग मिलेर फोटोसोटो पनि खिच्यौँ। माछा चाहिँ यति धेरै रहेछ कि सो हामीलाई चाहिने जति मात्र मारेर हामी चाहिँ गयौँ बस्नको लागि। बस्दैमा चिसो त्यो 1-2 प्याक लाउँदै थियौँ र लाउँदा त्यतिकैमा माछा पनि फ्राई भएर आइसक्यो। माछा फ्राई भएर आइस त पक्कै खानु पऱ्यो। अनि झमझुम पारेर हामी खान थाल्यौँ र अगाडिको यो माछा मारेको भिडियो लिन सक्नुहुन्छ। फर्किँदै थियौँ बिचारा मेरो भाइ ए खुट्टा त टेक्नु यो हिलो रहेछ है। बिस्तारै छेउछेउबाट जाऊ न। पानी पनि त ठिक हुनु पर्यो। फाइनली मानेदोबानबाट चाहिँ ट्राउट माछा खाएर फर्किसक्यौँ। हाम्रो दाइहरूको दोस्ती चाहिँ अगाडि हुनुहुन्छ, लड्ला जस्तो भइरहेकोले यहाँ देख्न सक्नुहुन्छ भक्तपुर। एकदम बडी नै डराउँछ कि अलिकति सलङ्ग सिङ्गल लोड त मलाई गुलुङ गरिहाल्छ नि। अगाडिको ब्रेक छुनु हुँदैन कि पछाडिको ब्रेक अलिअलि छोएर 1 नम्बरमा गुरुङ। मलाई फापरको चाहिँ खतरा लाग्छ नि। फापरको पिठो किन्नु पाउँदो रहेछ नि जब यहीँ हामीले पकाउनै जान्दैन कि ट्रेनरले मजाले पकाउँदैन। आजको ब्लग चाहिँ म यहीँ गर्न चाहन्छु। हस् त, धन्यवाद।